आज हामी आलु भान्टा अनि माछा मिक्स गरेर यसको ग्रेभी सब्जी बनाउँछौँ। त्यही भएर चाहिँ हजुरहरु हेर्दै गर्नुस् कसरी के गर्छौँ। अगाडि हामी प्रोसेस देखाउनेछु। आलु हामी यसरी 4 फ्याक मात्रै पार्ने अनि यसरी भान्टालाई चाहिँ अब पहिला हामी काटेर किरा चेक गरौँ किरा छ कि छैन अनि यसलाई पनि हामी क्युबमा यसरी काट्ने छौं। अब हामीले यो काटिसकेपछि यसरी एकछिन पानीमा डुबाएर राख्नुपर्छ किनकि यो भान्टाबाट कालो पानी निस्किन्छ। अब हामी यो सब्जीलाई बनाउने प्रोसेस गर्छौं है त। हामी भान्टा र माछाको मिक्स भेजिटेबल बनाउने छु है त। आज हेर्दै जानु म अगाडि के बनाउँछु कसरी हाल्छु है। हाम्रो कराई तातिसकेछ तेल तातिसकेछ। अब हामी यसमा एक गरेर माछाको पिस हाल्छौं अनि यसरी फ्राई गर्ने। यतिको फ्राई भएपछि अब हामी भान्टाको सब्जी बनाउने तयारी गर्छौं। मसलामा भने हामीले सिमिलर माछा बनाए जस्तै यसमा पनि गोटा धनिया, कालो सर्सो अनि जिरा, मरिच अनि यो लसुन, खोर्सानी पिरो अनुसार हाल्ने किनभने हामीले भान्टामा माछा मिसाएर पकाउन लाग्छ त्यही भएर माछाकै मसला यसमा लाग्छ है। अब हाम्रो कराई तातिसकेछ। कराई तातेपछि हामी सर्सोको तेल कति चाहिन्छ त्यो अनुसार तेल हाल्ने। अब हाम्रो तेल तातिसकेपछि त्यही 5 फोरन राख्ने थोरै। अब यो थोरै ब्राउन भएपछि अनि यसमा हामी प्याज राख्छौं काटेको है। प्याज हाम्रो अझै अलिकति ब्राउन होस् त्यसपछि हामी यसमा बेसार राख्छौं। अब यसमा हामी आफ्नो अघि काटेर राखेको सब्जीलाई यसमा हाल्दिन्छौं। यसमा हामी स्वाद अनुसार नुन राख्छौं। अब छोटी एकछिन फ्राई गर्ने अनि बल्ल मसला लाउने। यतिको एकचोटि भुटिसकेपछि अब हामी यसमा मसला लाउँछौं। पिसेर राखेको मसला लाएर मजाले फ्राई गर्ने मसला नभुटुन्जेलसम्म। यतिखेरै हामी चाहिँ गोलभेडा टमाटर पनि राखिदिन्छौँ सँगै आफै पाक्छ। अब हामी यहाँ हेर्नुस् त यतिको फ्राई भइसकेपछि यो सब्जीमा रस लाउँछौं। ल हेर्नु त सिङ्गे टमाटर हालेको कता हराएछ खायो भने। ल अब
रस लाउँछ है। हजुरहरूलाई कति आवश्यक छ त्यो अनुसार रस लाउनु होला, किनकि आलु पनि पाक्नुपर्छ। आलुको चना हामीले ठुल्ठुलो राखेछौँ। अब यतिखेर नै हामी यसमा माछाको पिसेस पनि एड गर्छौँ है त। माछाको पिसेस यतिखेरै हामी एड गरिदिने। अनि त्यसपछि हामी यसमा धनिया पनि एड गरिदिने। अब मजाले आलु नपाकुन्जेलसम्म उमाल्ने, अनि बल्ल कतिको ग्रेभी चाहिन्छ त्यो अनुसारले हामी ग्रेभीलाई राख्ने। ल हेर्नुहोस् त, अब यतिको हाम्रो ग्रेभी रेडी भइसकेपछि हजुरहरूले यो तरकारीलाई पकाएर एकचोटि अवश्य पनि ट्राई गर्नु होला।